एकचोटि यो भिडियोलाई गहिरो रूपमा हेर्नुहोस् त। तपाईँ र म पनि कहिलेकाहीँ यस्तै परिस्थितिमा हुँदछौँ। न त अगाडि जान सक्छौँ, न त पछाडि जान सक्छौँ। यस्तो समयमा के गर्ने भन्ने कुराले हामीलाई सताइरहेको हुन्छ। तर परमेश्वरको वचनमा हामीलाई प्रतिज्ञा गर्नुभएको छ, जसले परमप्रभुमाथि भरोसा गर्छ उसलाई परमप्रभुले सहायता गर्नुहुन्छ। जस्तो सङ्कष्टको अवस्थामा पनि उहाँले हामीलाई छुटाउनुहुन्छ र उद्धार गर्नुहुन्छ भनेर परमेश्वरको वचनमा लेखिएको छ। साँच्चै प्रियहरू, परमेश्वरमा केही कुरा पनि असम्भव छैन। भजन सङ्ग्रह 91 मा लेखिएको छ, जो परमप्रधानको गुप्त स्थानमा बास गर्छ ऊ सर्वशक्तिमानको छायामा रहिरहन्छ। म परमप्रभुको विषयमा भन्नेछु, उहाँ मेरो शरण स्थान र मेरो किल्ला हुनुहुन्छ। मेरो परमेश्वर, उहाँमै म भरोसा राख्नेछु। निश्चय उहाँले नै तिमीलाई चरा मार्नेको पासोबाट र विनाशकारी महामारीबाट छुटाउनु हुनेछ। उहाँले तिमीलाई आफ्नो प्वाखहरूले ढाक्नुहुनेछ र उहाँको पखेटा मुनि तिमीले शरण लिनेछौ। उहाँको सत्यता तिम्रो ढाल र कवच हुनेछ। तिमी न त रातको आतंकदेखि, न त दिनमा उड्ने कारदेखि नै डराउनेछौ, न त अन्धकारमा हिँड्ने महामारीदेखि, न त मध्य दिनमै उजाड पार्ने विनाशदेखि डराउनेछौ। 1000 जना तिम्रो बगलमा ढल्नेछन्, 10,000 जना तिम्रो दाहिने हाततिर, तर त्यो तिम्रो नजिक आउने छैन। तिम्रै आँखाले तिमीले हेर्नेछौ र दुष्टको नतिजा देख्नेछौ। किनभने तिमीले परमप्रभुलाई, जो मेरो शरणस्थान हुनुहुन्छ अर्थात् परमप्रधानलाई आफ्नो वासस्थान बनाएका छौ। यसकारण तिमीमाथि कुनै खराबी आइपर्ने छैन, न त कुनै महामारी तिम्रो वासस्थानको नजिक आउनेछ। किनकि तिम्रा सबै मार्गहरूमा तिमीलाई रक्षा गरून् भनी तिम्रो विषयमा उहाँले आफ्ना दूतहरूलाई आज्ञा गर्नुहुनेछ र कहीँ तिमीले आफ्नो पाउ ढुङ्गामाथि बजार्छौ कि भनी तिनीहरूले तिमीलाई आफ्ना हातहरूमा उठाउनेछन्। तिमीले सिंह र साप कुल्चनेछौ, जवान सिंह र अजिङ्गर तिमीले पाउमुनि कुल्ची-मिल्ची पार्नेछौ। किनभने उसले आफ्नो प्रेम म माथि राखेको छ, यसकारण म उसलाई छुटाउनेछु र म उसलाई उच्च स्थानमा राख्नेछु। किनकि उसले मेरो नाम जानेको छ। उसले मलाई पुकार्नेछ र म उसलाई जवाफ दिनेछु। सङ्कष्टमा म उसको साथमा हुनेछु र म उसलाई छुटाउनेछु र उसलाई आदर दिनेछु। म उसलाई दीर्घायुले तृप्त पार्नेछु र उसलाई मेरो उद्धार देखाउनेछु। आमेन। हेर्नुहोस्, परमेश्वरको वचन भजन सङ्ग्रह 91 मा परमेश्वरले हामीलाई प्रतिज्ञा गर्नुभएको छ। जस्तो सुकै सङ्कष्ट आए तापनि परमेश्वरलाई यदि हामीले पुकार्यौँ भने उहाँले हामीलाई एक्लो छोड्नु हुने छैन, तर बचाउनु हुनेछ।